Hello everyone. आज चाहिँ मेरो birthday. Happy birthday. Thank you. Thank you Anaira. So आज चाहिँ हाम्रो plan छ. Weather चाहिँ त्यस्तै windy अलि cloudy छ, but hopefully we'll enjoy. र हामी मेरो birthday को दिन अब मनाउन जाँदैछु र तपाईहरुलाई पनि देखाउँछु घुम्न जाने. See you. बाहिर चाहिँ यस्तो छ ल वेदर त खतरा पानी परेछ हेर त हामी अब मजा लाउँदिन अब मस्तीको मजा लाएन हाम्रो दुई दिन घर यो यहाँ एउटा ब्युटीफुल भर्टिकल यहाँ छ and we are here नाइडु ए भन्ने मम्मीलाई मम्मी यहाँ छ चाबी कहाँ छ चाबी हातमा चाबी कहाँ छ मम्मी यहाँ छ मम्मीले लक गर्नुहुन्छ यता हेर्दै हाय भन्दै ल जाऊ यस्तो छ मौसम चाहिँ अब हामी कहाँ जाने हो रे कता जाँदैछौँ हामी हाम्रो दुई दिनको घर हेर न आइरु look at the weathers यहाँ यस्तो छ यताबाट यस्तरी हेर्दाखेरि चाहिँ हाम्रो भूकम्प जाँदाखेरि शरणार्थीहरू बसे के अरे भूकम्प पीडित जस्तै छ हामी अर्को भूकम्प पीडित जान्छ हामी भूकम्प पीडित हो नि लेट्स गो ल गाइज हामी चाहिँ फाइनली यो एभरस्विथको नर्थ बिच साइडमा आइपुग्यौँ यो चाहिँ मेरो बेबी र मेरो हबी आजको डे चाहिँ अलिक ग्लुमी नै छ तर होपफुली पानी नपर्ला भन्ने आशा छ हाम्रो चाहिँ र म चाहिँ आफ्नो सेल्फी लिँदै मिररमा मेरो बेबी शी इज सो एक्साइटेड शी इज अलवेज एक्साइटेड वेन वी गो आउटसाइड अनि हामी पनि एकदम एक्साइटेड छौँ आजको दिन स्पेन्ड गर्नको लागि युजली मेरो छोरी चाहिँ एकदम बाहिर जान मन पराउँछ त्यही भएर पनि हामी सकेसम्म चाहिँ उसलाई घुमाउनको लागि भए पनि बाहिर निस्कन्छौँ उसको डेभलपमेन्टको लागि पनि राम्रो हो नि त ल यो चाहिँ सी एरिया भयो आकाशमा चाहिँ एकदम धेरै बादल छ होपफुली पानी नपरोस् भने चाहिँ म प्रे गर्दैछु यहाँ चाहिँ यस्तो छ रहेछ बीच एरिया बीचै भनौँ न हैन बीच एरिया चाहिँ यस्तो रहेछ खै त बाबा छोरी चाहिँ कहाँ जानुभयो त त्यहाँबाट आउँदै हुनुहुँदो रहेछ मेरो हस्बेन्डले चाहिँ रोड ट्राफिक एकदम फलो गर्नुपर्छ उसलाई ऊ चाहिँ जेब्रा क्रसिङबाट आइरहेको रहेछ तर म चाहिँ भिडियो खिच्ने स्वरमा बिर्सेर यतापट्टि आएँ मलाई अलिकति गाली पनि खाएँ मैले उसको जहाँ पाएँ त्यहाँबाट गाली के अरे रोड क्रस गर्यो भनेर र मेरो छोरी चाहिँ यताउति हेर्दैछ कता कता आइपुगेँ म भन्दै अनि अब हामी चाहिँ आजको दिन चाहिँ पुरा यहीँ बिताउने हाम्रो प्लान छ यहाँनिर चाहिँ अलि धेरै ठाउँ नै घुम्ने रहेछ फर्स्ट भनेको त्यही बीच एरिया नै भयो अब हामी मामु छोरी चाहिँ यो बीच एरिया यसो अवलोकन गर्दै कस्तो छ भनेर यहाँको बीच चाहिँ त्यो स्ट्यान्डी बीच नरहेछ क्या एकदम ढुङ्गा भएको बीच भएर हिँड्न चाहिँ अलिक गाह्रो भइरहेको छ तर यतिको घुम्नको लागि ठिकै छ त्यो प्रोपरवाला हुन्छ नि एकदमै सनबाथ गर्नेवाला बीच चाहिँ होइन रहेछ यो त्यहाँ बीच एरियामा अलिकति घुमेपछि चाहिँ अब हामी यहाँनिर एउटा रेलवे क्लिफ भन्ने ठाउँ रहेछ कि जुन चाहिँ टप अफ द हिलमा छौँ त्यहाँ जानको लागि अब हामी जाँदैछौँ त्यहाँबाट चाहिँ यहाँ तलको भ्यू एकदम राम्रो देखिन्छ भन्ने सुनेको थियो त्यही भएर हामी चाहिँ त्यहाँ जाँदैछौँ तर बीचमा चाहिँ अब राम्रो स्पटहरू देखेको ठाउँमा चाहिँ हामी एकछिन टाइम स्पेन्ड गर्दै अनाहरूलाई घुमाउँदै आफूहरू पनि फोटोहरू खिच्ने भिडियोहरू खिच्ने चाहिँ गर्दैछौँ
गाइज यहाँ चाहिँ हाम्रो टेक्निकल प्रब्लम भएको अवस्था हाम्रो माइकले चाहिँ काम गर्न छोडेछ हामीले सायद चार्ज गर्न बिर्स्यो जस्तो लाग्दैछ यहाँ चाहिँ बाबाले चाहिँ अनाइरुलाई अब स्टोरीहरू सुनाउँदै यताउति यस्तो छ है बेबी भनेर चाहिँ वरिपरि देखाउँदै हुनुहुन्छ ल अब हामी चाहिँ पुग्न यो चाहिँ ठ्याक्कै फेद मुनि पुग्यो हामी यो पहाड माथि चाहिँ हो हामी जाने तपाईले देख्न सक्नुहुन्छ कि हुँदैन यो माथिको पहाडमा चाहिँ टुप्पोमा चाहिँ हामी जाने हो तलको सबै भ्यू हेर्नको लागि अनि यहाँबाट चाहिँ एउटा सानो रेल जस्तो पनि जान्छ भनेर चाहिँ भनेको थियो अब त्यो भेटायो भने चाहिँ हामी त्यहाँबाट जान्छौँ नभए चाहिँ हेरौँ हामी कसरी जान सक्दो रहेछौँ तपाईहरुलाई पनि देखाउँछौँ है त ल यो चाहिँ हो क्लिफ रेलवे यहीँबाट जाने हो हामीले चाहिँ रेलवेको टिकट कहाँबाट काट्ने भनेर देखेनौँ तर यो रोड चाहिँ टप अफ द हिलमा चाहिँ जान्छ जस्तो लाग्यो त्यही भएर चाहिँ वी डिसाइडेड टु हाइक अप विथ प्र्याम यसरी हेर्दाखेरि त बाटो त ठिकै जस्तो छ त्यही भएर सायद प्र्याम पनि लान सक्छौँ होला अनि हाइक गर्दाखेरि चाहिँ झन् रोक्दै रोक्दै राम्रो भ्यू हेर्नु पाउँछ जस्तो लाग्यो क्या हामीलाई त्यही भएर चाहिँ हामीले चाहिँ माथि चढ्दाखेरि जाऊँ न भनेर त्यसरी नै डिसाइड गरौँ यो चाहिँ अब जान बित्तिकै एकछिन रोकेर कस्तो देखिँदो रहेछ भनेर हेरेको हेर्नु त तपाईहरुले पनि हेर्नु यहाँबाट नै यति राम्रो देखिन्छ भनेपछि माथिबाट कति राम्रो देखिन्छ होला है अनाइरुलाई पनि एकदम तल हेर्न मन लागिरहेको रहेछ यहाँबाट चाहिँ हामी माथि जाने हो रोड देखाएको तपाईहरुलाई र भ्यू चाहिँ यस्तो छ यहाँ चाहिँ अनाइरुलाई प्र्याममा बस्दा बस्दा दिक्क लागेको भएर मैले चाहिँ अब उसलाई बोकेर हामी पालै पिलो बोकेर जान्छौँ बाई बाबा हामी अब माथि जाँदैछौँ उसलाई पनि बोकेर हिँड्यो भने चाहिँ मेरो छोरीले एकदम जस खुसी मान्छ गाइस हेर्नु त हामीले चाहिँ हाइक अप गर्ने डिसाइड गरेर एकदम राम्रो गरे जस्तो लाग्यो कति राम्रो फुलहरू यहाँनेरि र अनाइराले पनि एकदम एन्जॉय गर्दैछ अनाइरा सँगसँगै हामी पनि एकदम एन्जॉय गर्दैछौँ हामीले चाहिँ यहाँ एकदम राम्रो राम्रो स्पटहरू पनि भेटायौँ हैन तलको भ्यूहरू हेर्नको लागि जुन चाहिँ यो त्यो मध्येमा चाहिँ यो एउटा स्पट पनि हो यहाँको भ्यू यहाँबाट पनि यस्तो राम्रो भ्यू देखिँदो रहेछ तपाईहरु पनि हेर्नुस् त इट्स सो ब्युटिफुल फ्रम हियर झन् माथिको टपबाट त कति राम्रो देखिने होला अब चाहिँ मेरो हबीले चाहिँ मेरो अलिकति राम्रो भिडियो निकाल्दै यो ब्युटिफुल स्पटमा अब यस्तो राम्रो स्पटमा भिडियो नखिचिकन त बस्न सकिँदैन त्यही भएर चाहिँ म चाहिँ अलिअलि पोजहरू दिँदै गर्दैछु र मेरो हबीले चाहिँ मेरो राम्रो राम्रो भिडियोहरू फोटोहरू खिच्दै हुनुहुन्छ र फोटो भिडियो खिचेपछि फेरि हामी अब पहाड चढ्दै अनाइरुसँग अनाइरुले पनि एकदम एन्जॉय गरेको उसको पनि मोमेन्टहरू चाहिँ हामी क्याप्चर गर्दैछौँ यही त हो नि हैन बेबीसँग मेमोरी हुने उसले पछि हेरेर एन्जॉय गर्ने पनि यही त हो नि उसले चाहिँ एकदम एन्जॉय गरिरहेको छ जे होस् 5-10 मिनट्सको हाइक पछि चाहिँ हामी फाइनली टप अफ द हिलमा आइपुग्यौँ अनाइरालाई चाहिँ यहाँ अब हिँड्नु पर्यो रे ग्रासमा त्यही भएर बाबाले चाहिँ उसलाई हेल्प गर्दैछ उसले चाहिँ अब हिँड्न सिक्दैछ नि त मेरो छोरीले अब बाबाले पनि उसलाई अफकोर्स हेल्प गर्दै भइहाल्छ यहाँ माथिबाट चाहिँ यस्तो भ्यू देखिने रहेछ
यो त हुन्छ नि हामीले वर्डमा डिस्क्राइब पनि गर्न सक्दैनौँ कि कति राम्रो देखेको छ भनेर। एक्चुअली क्यामेराले पनि खासै जस्टिस गरेको छैन कि रियलमा यति राम्रो देखेको छ यो ठाउँ। तपाईहरु पनि एकदम आउनु होला, हामी चाहिँ एकदम रेकमेन्ड गर्छौं यो प्लेस हैन। माथि आएको चाहिँ एकदम वर्थ इट भयो। गाइज अघि हामीले भनेको थियो नि यहाँ माथि चाहिँ एउटा सानो रेल पनि जान्छ भनेर, त्यो चाहिँ यो हो। अब हामीले चाहिँ हाइक अप गर्ने डिसाइड गरेपछि चाहिँ तल जाँदाखेरि चाहिँ यो रेलमा बसेर जाने सोच्यौं। कस्तो देखिँदो रहेछ भ्यूहरु पनि हेरौं र राम्रो लाग्यो भने चाहिँ अरूलाई पनि रेकमेन्ड गर्नुहुन्छ भनेर। हेर्दाखेरि त राम्रो देखिन्छ जस्तो छ एकदम। यहाँबाट चाहिँ समुद्र एकदम राम्रो देखिने रहेछ, त्यही भएर होपफुली राम्रै हुन्छ होला। वी आर रियली एक्साइटेड। अनि अब कस्तो हुन्छ चाहिँ तपाईहरु पनि हामीसँग इन्जोय गर्नुहोस् है त। लेट्स इन्जोय विथ अस र भ्यू हामीसँग इन्जोय गर्नु है। यो चाहिँ जम्मा 5 मिनट्स जतिको राइड होला। त्यसपछि चाहिँ हामी बटममा आइपुग्यौं। अब अनारुलाई चाहिँ प्राममा सेट गर्दै अब हामी अरू ठाउँमा पनि घुम्नलाई रेडी हुँदैछौं। यस्तै हो गाइज, अब बेबीलाई लिएर घुम्नलाई अलिकति गाह्रो त हुन्छ नै हैन। उसको सबै कुराहरू लिएर हिँड्नु त परिहाल्यो। अब चाहिँ हामी यहाँ एउटा क्यासलमा आइपुग्यौं है। यहाँनिर एउटा क्यासल पनि रहेछ। अब युकेको क्यासलहरू त सबै त्यस्तै नै हो हैन, सबै भत्केकोहरू हुन्छ। तर इच एन्ड एभ्री क्यासलहरूको चाहिँ आफ्नै स्टोरी हुन्छ। अब यहाँ आएपछि हामीले होल डे स्पेन्ड गर्ने भएपछि चाहिँ यो क्यासल पनि घुमिहालौँ न भनेर सोच्यौं। त्यही भएर हामी चाहिँ अब यो क्यासल घुम्दैछौं। यहाँबाट पनि एकदम हुन्छ नि सी नजिकै भएको भएर एकदम राम्रो देखिने के जताबाट पनि। हेर्नुस् त कति राम्रो भ्यू। अब चाहिँ हामी क्यासलको भित्र घुम्न जाँदैछौं। ल जाऊँ है त हामीसँग।
क्यासल घुमिसकेपछि चाहिँ हामी यो पायरमा घुम्न आयौँ। यहाँबाट चाहिँ झन् सीको भ्यू एकदम राम्रो देखिने होइन, त्यही भएर चाहिँ आयौँ। तर यो चाहिँ वर्थ इट नै भयो, सनसेटको बेलामा आएको भएर चाहिँ भ्यू एकदम नै राम्रो देखिएको थियो। तपाईँहरू पनि हामीसँग इन्जोय गर्नुहोस् है। यहाँ चाहिँ यस्तो छ भ्यू जे होस्। हामी चाहिँ एक्चुअली उयो ठाउँमा पुगिन्छ कि भनेर आएको, तर यहाँबाट नपुग्दो रहेछ। यता पुग्नको लागि चाहिँ त्यहाँ अर्को वे हुँदै जानुपर्ने रहेछ। मान्छेहरू चाहिँ उताबाट जाँदैछन्। अब होपफुली भ्यायो भने भोलि जान्छौँ, होइन भने चाहिँ हाम्रो यहाँबाट हेर्दा पनि त्यस्तो खासै नराम्रो देखेको छैन। यहाँको यस्तो राम्रो भ्यू इन्जोय गरिसकेपछि चाहिँ अब हामीले फर्किने डिसाइड गरौँ। हामीले हाम्रो डे चाहिँ आज यसरी स्पेन्ड गऱ्यौँ। एकदम टायरिङ थियो, एकदमै धेरै हिँड्यौँ, हाइक पनि गऱ्यौँ, रमाइलो पनि गऱ्यौँ। र अनाइहरूलाई चाहिँ बेला बेलामा यस्तो इन्टरटेन पनि गराइरहनुपर्छ कि नत्र ऊ बोर मान्छ। त्यही भएर बाबाले चाहिँ उसलाई एउटा बोटलले पनि इन्टरटेन गराइरहेको छ। र यसपछि चाहिँ हामी फर्किन्छौँ र यति नै हो आजको डे। थ्याङ्क यू।